देउसी भैलो कार्यक्रमतर्फ अगाडि बढ्नको लागि यो औपचारिक कार्यक्रमलाई हाम्रा भाइ बन्धुहरूलाई विशेष केही भनाइहरू राखिदिनको लागि सार गर्विक भनाइका साथ यस सेवा समाजका अध्यक्ष भक्तबहादुर साईजीलाई म माइक हस्तान्तरण गर्दछु। हामी आज राजकोटी साई ठकुरी सेवा समाज सुर्खेतद्वारा यो हाम्रो सांस्कृतिक पहिचानका लागि कार्यक्रमका प्रमुख अतिथिज्यू त्यसै गरिकन मञ्चमा आसीन अतिथिगण लगायत सम्पूर्ण उपस्थित हुनुभएका राजकोटी भाइबन्धुहरू, भिजिट कर्णालीका प्रोपराइटर लगायत अन्य महानुभावहरू, कलाकार मित्रहरू र भाइबन्धुहरूमा हामी लामो जाँदैनौँ। कुरा के हो भने आज भैली हो, हामी भैली खेल्छौँ आज। त्यसकारणले हामी सबैलाई एउटा अनुरोध के गर्दछौँ भने आज हामी राजकोटी साई ठकुरी सेवा समाजको तर्फबाट यहाँ भएको सबै तल हामी ग्राउन्डमा भैली खेल्ने कार्यक्रम रहेको छ र बीचबीचमा हाम्रो कलाकारहरूले आफ्ना कार्यक्रमहरू पनि प्रस्तुति गर्नुहुनेछ भन्ने कुरा यहाँहरूले जानकारी पाइसक्नु भएको होला। र त्यति भन्दै गर्दाखेरि के छ भन्दाखेरि जहाँ ठकुरी त्यहाँ सर्वजातको सम्मान गर्ने, सर्व संस्कृतिको सम्मान गर्ने, सर्व धर्मको सम्मान गर्ने र सबै पक्षको सम्मान गर्ने एउटा ठकुरी जाति अहिले यस्तो सबैलाई सम्मान गर्ने भएको हुनाले 1% भए तापनि नेपालकै एउटा एकीकरणदेखि लिएर नेपालका संस्कृति र सम्पदादेखि लिएर सबै कुराहरूलाई संरक्षण गर्ने र राष्ट्रियताको लागि बचाउनको लागि पनि अघि बढ्ने एउटा समुदायको पनि यो दसैँ तिहार लगायतका विभिन्न हाम्रा सनातन धर्म संस्कृतिसँग सम्बन्धित कार्यक्रमहरूलाई हस्तान्तरण गर्दै नयाँ पुस्ताहरूलाई जानकारी गराउँदै अघि बढ्ने एउटा कार्यक्रम भएको हुनाले सोही हामीले पनि सुर्खेतमा त्यो जानकारी गराउनको लागि हामीले सानो भए पनि एउटा देउसी भैलो कार्यक्रम आज यहाँ सुरुवात गर्ने एउटा जमर्कोमा छौँ। त्यति भनिरहँदा यहाँ कार्यक्रम गरिरहँदाखेरि के हुन्छ भन्दाखेरि सुर्खेतका कम्तीमा इष्टमित्र भाइबन्धु अथवा यससँग सरोकार राख्ने भिजिट प्रणालीका कर्मचारी लगायत सम्पूर्ण मित्रहरूलाई एउटा के हो भन्दाखेरि संस्कृतिलाई जगेर्ना गर्दै जानुपर्छ, यसलाई अगाडि बढाउनुपर्छ, नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ। त्यो भाषाको माध्यमबाट, गीतको माध्यमबाट, तालको माध्यमबाट अथवा यस्तै कार्यक्रमबाट अगाडि बढाउनुपर्छ भन्ने धुनमा हामी छौँ। र यति भन्दै गर्दाखेरि आज भाषण कार्यक्रम छैन, मैले हाम्रो प्रमुख अतिथि र अतिथिज्यूहरूलाई पनि भनिसकेँ आज भैली खेल्ने कार्यक्रम हो, त्यसकारण हामी भैलीमा हामी कार्यक्रममा अगाडि बढ्नेछौँ। र यति भन्दाखेरि अब यो हाम्रो राजकोटी साई ठकुरी सेवा समाजको कार्यक्रम सांस्कृतिक कार्यक्रमको रूपमा हाम्रा संयोजक पूर्णबहादुर साईलाई हस्तान्तरण कार्यक्रम सुरुवात गर्नको लागि हस्तान्तरण गर्दै र विधिवत औपचारिक कार्यक्रम यही समापन भएको जानकारी गराउँदछु। हस्, धन्यवाद, नमस्कार।